को आँखाको रोशनी कमजोर भएको छ, रोशनी बढाउन चाहनुहुन्छ, तपाईँ के गर्नुहोस्? बारीमा प्राय धेरै मान्छेको बारीमा हुन्छ तर प्रयोग गर्न जान्दैन, यतिकै खेर गएर जान्छ र आँखा चाहिँ मेरो देख्दैन भन्नुहुन्छ। त्यसको लागि तपाईँ के गर्नुहोस्? तुलसीको पात त्यसलाई चाहिँ पानीमा उमालेर अलिकता कुल्चेर पानीमा उमालेर तपाईँ खाँदै गर्नुहोस्। हुन त तुलसीलाई चपाउन निषेध छ, चपाउनु हुँदैन, त्यही भएर कुल्चेर खानुहोस् या कि पानीमा उमालेर खानुहोस्। तपाईँको आँखाको 15 गुणा चाहिँ रोशनी बढेर आउँछ, तपाईँको भिजन पावर बढ्छ, तपाईँको आँखा चाहिँ एकदम सुरक्षित हुन्छ। यो खानेकुराबाट चाहिँ तपाईँ आफ्नो घर र घर वरिपरि भएको सामानबाट चाहिँ आफू चाहिँ निरोगी बन्नुहोस्। मेरो चाहिँ यो एउटा भनौँ न प्लान हो, आफू पनि ठिक होस् र अरू साथीभाइहरूलाई चाहिँ यो चाहिँ जानकारी दिऊ।